हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म माइती घर गएको छु र मेरो यो जेठो बधाई यस्तै रहेको चाहिँ कान्छो बधाई हो। उहाँ दुइटा चाहिँ बधाई हुनुहुन्छ र मेरो दादा आज मोमो खाने भनेर पुरै हेर्नु न दिल्लीभरि सामान लिएर आएको छ र काम गर्नमा चाहिँ मेरो दादा कन्जुसाइ कहिले पनि गर्नुहुन्न। यति काम गर्नुहुन्छ। यो पनि प्याज पनि उहाँले नै काट्नुभयो, मैले चाहिँ सानसानो पिस गरेको हो कि। काम चाहिँ के भन्ने भुइँमै झर्न दिँदैन कि दादाले चाहिँ मजाले गर्छ। तिमीहरू किन गर्छौ, म छु त खाली भनेर। यो पिठो पनि दादाले मिचेको कि। अनि यो किमा चाहिँ भाउजूले बनाउनु भयो हो। सबै काम गर्छ दादाले, के भन्ने, भाउजूलाई केही गर्नै दिँदैन। अब मैले के तारिफ गर्नु हो दादाको तारिफ चाहिँ सबैले गर्छन्, सबैले थाहा छ। नि भनिदिनु होला है, सबैलाई थाहा छ मेरो दादा कस्तो काम गर्छ। गरेपछि काम पनि कति मजाले सजाउँछ भाउजूलाई। कति हो कति। अब गफ लायो भन्नु होला, गफ चाहिँ लाएको होइन के अरे, थाहै होला हजुरहरूलाई। त्यस्तो हो कुराकानी चाहिँ। अनि यो मोमो मसला हालेर भाउजूले मजाले पिस्नु भयो। अनि यो कराई चाहिँ नहेर्नु होला है, कराई चाहिँ यो हाम्रो पुर्ख्यौलीको कराई हो अरे कि। अनि फाल्न मिल्दैन अरे, अनि त्यसैले अहिलेसम्म राखेको हो कि। अनि खासमा कराई चाहिँ धेरै छन्, त्यही भएर कराईमा ध्यान नदिनु होला। त्यो किमा चाहिँ अनि आज हामी भेजे खाएको हो। अनि पनिर सोयाबिन अनि त्यसपछि बन्दा के हालेर बनाएको हो के खासमा। अनि उहाँ भाउजूले बेड्नु भएको कस्तो राम्रो लागेको थियो कि यो वाला। हामीलाई त्यो खासैको त्यो गोलवाला बेड्न चाहिँ आएन, यसैले आफूले यसरी बेडेको हो कि। मलाई त केही पनि आएन, म पनि गर्न थालेँ, केही पनि आएन। त्यही भएर भाउजूले पनि बेड्नु भयो सबै। मैले चाहिँ बच्चालाई समातेँ, खुवाएँ। फेरि उसले चाहिँ मान्दै नमानेको हो कि। खै किन हो, यहाँ अब मान्छे कम भएर हो कि, त्यहाँ मान्छे बढी देखेर मान्दै नमानेको। रुई मात्रै राखेको, त्यसैले म समातेर बसिरहेको थिएँ। अनि यहाँ सामान त पनि कति मजाले हेरेपछि चाहिँ अनि रमाइलो भयो, जे होस्। अनि यहाँ चाहिँ मोमो पाक्न थाल्यो गाइस। अनि त्यसपछि यहाँ मोमो पाकेर मस्त हाम्रो प्लेटिङ घर अचार मोमो खाएको।